के गरेछ तिमीहरूले खेलेको खेतमा आएर ओहो यहाँ त कटोर फल्न लागेछ नि त म्याङ्गो पनि ठुलो भइसक्यो कता यहाँ कागती हो नि त यहाँ लेमन फलेछ होइन यहाँ लेमन मामु के गर्दै लौका फलमा झेक्रो हालेको सबै लौकाको लागि हो यो हेर्नुहोस् दर्शकहरूले यसरी हुन्छ कृषिमा क्रान्ति बुवाले आई यसरी चाहिँ लौकाको लागि घर बनाइदिनुहुन्छ चट्ट लागेर केरा फलेका 2 गाडी प्याज लसुन फर्सी मकै धनिया खुर्सानी सीताफल मैंगो केरा मकै अस्करी खुर्सानी म्याङ्गोको बिरुवाहरू यसमा चाहिँ म्याङ्गो पनि फलेको छ यो साल ट्रकको लाएर म्याङ्गो चट्ट लाएर फर्स्ट टाइम यति धेरै फलेको छ लकडाउनमा लगाएको 76 सालमा लगाएको 79 सालमा चाहिँ यसरी फलेको छ यता लिची पनि यो साल फर्स्ट टाइम फल्दैछ लिची पनि फल्दैछ अनार फुल खिलेको छ अनारमा वर्ष पनि फलेको थियो छट्टै यसरी चाहिँ हरियाली देख्दाखेरि आनन्द आउँछ बुवा मम्मीको मेहनतले यसरी यहाँ केरा टक्क यता पनि चट्टै गरी यस्तरी रेडी अवस्थामा छ पसाइसकेको छ फर्सी प्याज लसुन पुदिना